हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। सो गाइज, आज पनि नयाँ दिन नयाँ भिडियो लिएर म हजुरको सामु आइसकेको छु। आफ्टर लङ टाइम पछि प्रजा प्रिन्सेस ब्लगलाई माया गरिदिनु होला साथीहरू भन्दै। अनि आज चाहिँ म छोटो मिठो भिडियो लिएर हजुरहरुमा आज आएको छु है त साथीहरू। अनि आज चाहिँ मैले आफैले घरमै बनाएको यो चाहिँ थुक्पा र करेन्ट चाउचाउ मिसाएको छु साथीहरू है। अनि यो चाहिँ म खाना लागिरहेको छु। अनि मेरो साथमा छ जाडो लाग्यो कफी हैन, त्यस पछाडि छुट्नै नहुने चिज चिसो वाटर हैन, त्यसको साथमा करेन्ट चाउचाउ प्लस अनि थुक्पा है। यो चाहिँ मिक्समा छ। अनि मैले यो चाउचाउको मसलाहरू चाहिँ यहाँ फुटाएर रेडी गरेछु साथीहरू। अब चाहिँ म यहाँ लगाएर ढिला नगरिकन मुखबाङ गर्न सुरु गर्छु ल साथीहरू। मलाई चाहिँ यो करेन्ट चाउचाउ एकदमै मनपर्छ। मैले फर्स्ट टाइम है गाइज मैले यसरी यो थुक्पासँग चाहिँ के भन्छ यो करेन्ट चाउचाउ खान लागिरहेको है साथीहरू। म आफैले गेस गरेको कि कस्तो हुन्छ भनेर, नयाँ टेस्ट पनि गरौँ न हैन भनेर है साथीहरू। अब अरूहरू टेस्ट त गरिरहेको, मैले पनि खाएको छैन यस्तो खालको टेस्ट चाहिँ फर्स्ट टाइम ल साथीहरू। सो अन्तिमसम्म मेरो भिडियो हेरेर माया गरिदिनु होला साथीहरू। अनि पुरानो साथीहरू हुनुहुन्छ भने फुल भिडियो वाच गरिदिनु होला। अनि नयाँ साथीहरू जोडिनु भएको छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् साथीहरू है। अनि यस्तै छ है मेरो चाहिँ। अनि तपाईहरुको माया हल्का देखेर चाहिँ मलाई फेरि पनि युट्युबमा आउन मन लाग्यो साथीहरू है। खासमा चाहिँ म आजभोलि त्यति धेरै एक्टिभ छैन, किनकि म आजभोलि आफ्नै व्यस्तता भनौँ न गाइज है। तातै छ ल। फर्स्टमा चाहिँ मैले खाएँ कफी ल साथीहरू, हल्का जाडो पनि छ नि त। कफी चाहिँ मैले हल्का चिनी घोलेको छैन रहेछ साथीहरू ल। अनि हजुरहरूको दिनचर्या कसरी बित्दैछ गाइज? मेरो चाहिँ यसरी नै बित्दैछ है। अनि आजको मेरो मुखबाङ चाहिँ साथीहरू मिक्स गरेर खाइदिउँ न त हैन। कति अब पुरानोहरू टेस्ट गरिरहेकै कुरा हो, अब नयाँ नयाँ तरिकाले खाऊँ भनेर है साथीहरू। यो चाहिँ म आफ्नै तरिका आफ्नै सोचले हिँडेको साथीहरू, माइन्ड नगरिदिनु होला। मिठो हुन्छ कि हुँदैन त्यो चाहिँ मलाई नै थाहा छैन है साथीहरू। अब मिठो नभए पनि अब खान ट्राई गरेपछि त खानै पर्यो हैन। मिठो छ भने चाहिँ ओके हैन, केही छैन। ल गाइज खाएँ ल मैले चाहिँ। वाउ, फर्स्ट बाइट खाएँ ल। टेस्टी नै हुँदो रहेछ है साथीहरू। वाउ, सोचेको भन्दा बब्बाल मिठो हुँदो रहेछ साथीहरू। वाउ, दामी छ साथीहरू। मलाई त एकदम मिठो लाग्यो है। मैले चाहिँ फर्स्ट टाइम नै खाएको। यो भिडियो पनि फर्स्ट नै हो मेरो चाउमिन र यो करेन्ट चाउचाउको हैन। मैले यहाँभन्दा अगाडि खाएको पनि थिइनँ। अनि एकदमै मिठो भएछ ल। तपाईहरु पनि टेस्ट गर्नु होला हैन, नयाँ टेस्ट के साथीहरू। मलाई चाहिँ मिठो लाग्यो। तपाईहरुलाई कस्तो लाग्यो है त? कस्तो लाग्छ टेस्ट गर्नुस्। अनि जस्तो हो, अब मलाई मन पर्यो भन्दैमा सबैजनालाई मन पर्छ भन्ने पनि हुँदैन हैन साथीहरू। अब मलाई पो मन पर्छ, अब हजुरहरूले खाँदाखेरि मन नपर्नु पनि त सक्छ हैन। सो चाउमिन किन बनाइराख्ने हैन, करेन्ट हुँदै करेन्टमा सबै थोकको मसला हुन्छ।
तातो चिसो के हो साथीहरु मिक्स मार्च हुने भयो है आजले तर पनि ठिकै छ ल साथीहरु है फाइनली मैले चाहिँ खाइसके सो मेरो चाहिँ छोटो मिठो सानो भिडियोलाई चाहिँ एन्ड गर्न चाहन्छु बाइ बाइ साथीहरु लभ यु अल नेक्स्ट भिडियोमा भेटौँला है त साथीहरु